हाम्रो गाइज चाहिँ यहाँ छैन यो मान्छे तर यो मान्छे त औडा राम्रो देखिन्छ त यार हाम्रो रेगन सर के छ त चुनावको व्यवस्था चुनावमा महावीर पुण्य जिताउने अध्यात्मिक मत त्रिभुजमा एक छाप हानेर हो जित्छ त जितिहाल्छ नि यहाँ नजित्ने कुरो हुन्छ मैले सपोर्ट गरेँ हो गाइज हामी चाहिँ कामको लागि हिँडेको होइन आजको बेहोस तर गइदिउँ क्या होइन र एउटा पोस्ट हाल्न पर्छ क्या भान्जे यो गाडी चाहिँ खतरा चलेको है जापानमा गाह्रो हुँदैन होइन मैले जनतालाई सो गाइज हामी चाहिँ होइन कामको लागि चाहिँ स्टेसनबाट यो स्टेसनबाट चाहिँ आइसक्यो होइन केटाहरू यता खान के छ गाइज आजको कामको व्यवस्था यो सफललाई यस्तो मान्छे गोरु धुलाई हाने काम गराउन लाउने है हाम्रो ग्रुपमा चाहिँ सबभन्दा ठग मारेर यो है यही हो सबभन्दा ठग्ने काम चाहिँ यही हो लास्टमा बस्छ अनि दुईवटा बस्छ हाल्छ सक्यो त्यहाँपछि 20 मिनट आनन्दले बस्छ केही काम छैन यो चाहिँ बकै चाहिँ म त ननिस्क बुहानी मान्छे म अझै त्योभन्दा बगाल काम हान्दिनँ त्यही भएर किन अगाडि राखेको थाहा यस्तो नि त अगाडि त अब लिड गर्छ भनेर सामान मिलाउने बसेर आउँछ हो माटो पनि लालीगुराँस चाहियो भने सम्पर्क गर्नु होला हाम्रै बगैँचा हाम्रो होइन बगैँचा हाम्रो मैले रोप्या हो फुलफुलिया नि देखाउने छु है यो घर चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई यो घर चाहिँ एकदम बवाल लाग्छ है मलाई चाहिँ सो ब्रिज हामी चाहिँ हिँडिरहेको छौँ अहिले चाहिँ बिस्तारै यहाँदेखि 15 मिनट जति हिँड्नुपर्छ होइन त्यसपछि हाम्रो काम गर्छ सो गाइस खोला यत्रो छ होइन तर चाहिँ एरिया चाहिँ लास्ट ठुलो छ कि केटाहरू अघि छ यो चाहिँ के हो भने यो विकासी मल हो क्या विकासी मल चाहिँ छोडेर राख्ने टक्क लाग्यो बुझ्दैन यो चाहिँ इन्डियाको हो क्या त्यही भएर इन्डियाको हो क्या इन्डियाको हो क्या यो त्यही भएर चाहिँ बुझिहाल्छु नि एउटा फोस्फरस हुन्छ अनि नाइट्रोजन हुन्छ विकासी मल भनेको त बुझेँ भाषामा होइन त्यो मल सो गाइज हामी चाहिँ खाइसेमा आयो यो चाहिँ हाम्रो खाइसे होइन अब चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ के छ भने नेपालको जस्तै खेतहरू छ कि एकछिन त्यहाँ गएर चाहिँ बसेर आधा घन्टासम्म काम अनि बल्ल काममा छिर्ने हो गाइज ओएमा कपाल बिग्रिरहेको म चाहिँ यहाँ चाहिँ कपाल बनाइरहेको छु टक्क लाएर टोपी नलिएर गाइजहरू अघि छ सो गाइज तर नाली चाहिँ नेपालको जस्तै छ है यस्तै एउटा पानी खान्छ कहाँबाट आयो यस्तो पानी यस्तो मतलब गाउँमा के गाउँबाट त्यो मूलबाटै आयो कि यो नाली हो गाउँको त्यो ऊ भन्दा त मूल मैले गरिरहेको छु गरिरहेको ल भन न ल भोट केमा यो त्रिभुज भन्दाखेरि अर्को के लगाएको के लगाएको र ओए के निकेला होला नि कति गहिरो यार है खनेर भन्छ फेरि खोतालेर होइन कति गहिरो छ यार होइन जापानमा होइन यसरी खेती गरिन्छ अनि यहाँमा आउँछ कतिमान है
कतिमान के थाहा नि मलाई कतिमान आउँछ मालिक होइन र हाम्रो होइन र यो म मालिक हो यो हाम्रो होइन यो सबै यस यो आँखाले भ्याउने त्यो सब हाम्रै गाई छ भान्जे मलाई पनि आउनेवाला मलाई पनि भ्रष्टाचारको मुद्दा हाल्न सक्दैन मेरो सबै यो देखिन्छ नि आँखाले देखिने अति यो फाँट है अरू घरहरू चाहिँ होइन घर बाहेकको फाँटहरू चाहिँ सबै मेरो है यो बाटोदेखि ल्याएर क्या बवाल भयो घाँस चाहिँ यो देखिने पुरै है यो फाँट पुरै देखाइराखो प्रत्येक ठाउँमा चाहिँ जान चाहिँ सकिन यो देखाएको अति पुरै मेरो है जापान आएको 10 महिना भयो 10 महिनामा मैले यति लगभग कम्तीमा नि 20 बिघा जति जमिन किनेको छु 20 बिघा लास्टमा के भन्ने कि अलिक बढी भएन नि बढी भएन यति चाहिँ हो अझ थप्ने सोचमा छु है मलाई खुट्टा तान्ने काम नगर्नलाई मलाई नेपाल झिकाउनलाई फेरि यत्रो जग्गा किनेछ भनेर त्यति दुःख चाहिँ नगर्नलाई ल त त्यति चाहिँ गरिदिनु होला जग्गा धनीको चाहिँ के हो यो थाहा छ नि यो लसुइने झार छ नि यो नेपालमा चाहिँ लसुन जस्तो फुल्छ नि हो त्यो हो यो साग छ त यार मुला हो यार त्यो हेर्नु मैले यस्तो राम्रो मुला खेती गरिरहेको छु अब नौके कहाँ उक्काउनु फेरि देख्ला र फेरि हामीलाई फेरि दारे भन्ला फेरि दारे यो सबै मलको लागि है यो यसो किन फेर फालेको भन्नु होला यो मल हुन्छ भनेर यो काटेर छोड्या हो यो चाहिँ मेरो कामदार है यो जग्गामा चाहिँ उसले चाहिँ यो हेचाएको छ मैले किनकि सबै भ्याउँदैन एक्लै त्यही भएर उसलाई चाहिँ मैले 25 मान चाहिँ दिन्छु है 25 मान दिएँ हुन्छ 50,000 25 मान भनेको 2,50,000 है नेपाली उसलाई खाना बस्न गरेर 2,50,000 चाहिँ नेपाल पठाउनकै लागि दिन्छु नेपाल हाम चाहिँ फाल्न हुन्न यो पानी चाहिँ अलिक मलिलो पानी हो यो चाहिँ अब खेती गर्नलाई हालेको पानी हो कमल फुल चाहिँ होइन है यो चाहिँ खान मिल्छ यो साग हो त्यही भएर यो चाहिँ मेरो कामदार है 25 मानको ऊ फेरि म भन्दा सानो पोस के अरे पदको है ऊ त्यो चाहिँ के हो ऊ चाहिँ तिम्रो अस्तित्व थिएन है ऊ चाहिँ तिम्रो खाइराख उसले मेरो मस्त ऊ अस्तित्वलाई चाहिँ तिमीले 12 मान दिन्छु मैले चाहिँ अब तिमीलाई नि त हेल्पर चाहियो नि त त्यही भएर ल उडाइन उसको पाराखेरि छिट्टै छ केटारी भन्दा नि केटारी 18 वर्ष नाबालिग गरे जस्तो है यो चाहिँ सबैलाई थाहा यो चाहिँ यो नेपालमा खरायोलाई खुवाउँथ्यौँ नि त हो त्यो हो कि यो चाहिँ खरायो नाम के हो नाम थाहा नाम चाहिँ मैले भुलिहालेँ अहिले धेरै भयो खरायो पाल्न छोडेको अब यहाँ नि खरायो त पाले छैन यो चाहिँ खरायोलाई खुवाउँथ्यो कि नेपालमा चाहिँ तर नाम थाहा छ भने चाहिँ कमेन्ट गर्नु यस्तो विकसित रहेछ यहाँ चाहिँ अब विकसित देशको विकसित चाहिँ झार घाँस भनौँ न कहाँ झार भन्दा अलि हेपे जस्तो होला फेरि मलाई मुद्दा हाल्न सक्छ अब चुनावको माहौल छ नेपालतिर भयो यता बोल्न चाहिँ अति नै बोल्छ ल भयो जाउँ अब नगर ल टक्क काम गयो फेरि 20 बिघा भनेर मलाई फेरि जापान सरकारले फेरि गइहाल्ला फेरि 25 मान चाहिँ बुझ्न सक्छ 25 मान त काम गरेर हुन्छ यो कमेन्ट लास्ट रहेछ नि तर भन्दा देखिया कता त रहेछ नि त्यही अघिबाट उता त गाडीमा त हिँड्ने रहेछ क्या मान्छे हिँड्ने त सकी जस्तो लाग्छ होला सायद हाम्रो जस्तै यता यही हो हामीले गर्ने कम्पनी थोत्रो कम्पनी थोत्रो होइन नयाँ छ बाहिरबाट त भित्र चाहिँ खत्तम छ त्यो 20 बिघाको जमिनदारले गर्ने कम्पनी यही हो फेरि देख्न हुन्न के राम्रो ठाउँमा गइहाल्छ कि हो कि है